नमस्ते सबैलाई म सीमा गुरुङहरू मेरो च्यानलको नाम जीवनको स्वाद सीमाको साथमा हजुरको हार्दिक अभिनन्दन गर्दैछु। यो इन्डो नेपाल इन्टरनेसनल ट्रेड फेयरको क्रममा यो मेरो लास्ट र अन्तिम भिडियो हो। यो छ हिमालयन क्लिफ बी हनीको माथि यानि कि भिरमौरीको माथि, जसलाई अल ओभर वर्ल्डदेखि एकदम नै धेरै कभरेज पाएको छ। हजुर सबले सुनेको नै होला भिरमौरीको विषयमा, जसलाई नेसनल जियोग्राफिक च्यानलले पनि डकुमेन्ट्री बनाएको छ जसको माथि। त त्यो विषयमा त्यहाँ दिदीले के भन्नुभएको छ, त्यो हनीको बारेमा के बेनिफिट्सहरू बताछ, के छ उनीहरूको मेहनतहरू, त्यसको बारेमा बताउनु भएको छ। त हजुरले हेरेर एप्रिसिएट र एक्नोलेज गरिदिनु होला, यति नै बिन्ती छ हजुरसँग। धन्यवाद छ हजुर सबैको। हिमाली भिरमौरीको मह। अच्छा, भिरमौरीको मह। भिर मतलब प्रपर यो भिरमा भएको मौरीहरू, पहाडको त्यसमा भएको मौरीहरूको शहद मह। हिमालयन क्लिफ बी हनी विश्वमा प्रसिद्ध नेपालको हिमाली क्षेत्रमा पाइने भिरमौरीबाट उत्पादित मह स्वास्थ्यवर्धक कैयौँ अमूल्य तत्त्वहरू हुने भएकोले यसलाई मानव स्वास्थ्यको निम्ति लाभकारी औषधिको रूपमा लिएको छ। यसमा भिटामिन 1, 2, 3, 5 benefits of Himalayan cliff. यो कहाँ मतलब कुन चाहिँ भिर बढी लाग्छ? यो अब यस्तो जहाँ जहाँ भिर हुन्छ नि त्यस्तो ठाउँमा हुन्छ। जहाँ जहाँ भन्दा पनि यसलाई यो फोहोर मैला र दूषित वातावरणहरू मन पर्दैन कि, जस्तो ठाउँमा जुन मानव बस्ती कम्ती छ होइन, फोहोर मैला छैन, दूषित छैन, इन्भाइरोमेन्ट पल्युसनमा त यो हुँदैन होइन, त्यस्तो ठाउँ जुन ठाउँमा छैन र अनि त्यसमा जुन कि जडीबुटीहरू प्रशस्त छ होइन, त्यस्तो ठाउँमा चाहिँ यो राम्रोसँग हुन्छ। अनि अब यो अहिले चाहिँ के छ भने अब पल्युसन नै त्यतिकै छ भने अब यो मानव बस्तीले नै यो मान्छेले छ नि त्यसले गर्दा पनि त्यसलाई धेरै नै मार पारेको छ। र जुन ठाउँमा अलिक त्यो कम छ अनि फोहोर छैन त्यो हाम्रो नेपालको यो रुकुम र डोल्पाको सिमाना हो यो होइन। मेरो कुन चाहिँ एड्रेस छ नेपालको कुन चाहिँ ठाउँतिर? रुकुम डोल्पा पाउन त पाउँछ, नेपालमा विभिन्न यस्तो भिरहरूमा पाउँछ, तर अल्टिच्युडमा फरक हुन्छ। भिरमौरीको मह जति हाई अल्टिच्युडमा जान्छ औषधि जन्य कुराहरू हुन्छ। यो हाम्रो रुकुम र डोल्पाको सिमाना हो। डोल्पातिर भन्ने जग्गामा डोल्पा त्यो रोल्पा होइन, डोल्पा बुझे डोल्पा। यो 3500 देखि 4000 अल्टिच्युड, यति हाई अल्टिच्युड हो। हामी हन्टिङदेखि कलेक्सन प्याकेजिङ मार्केटिङ हामी आफै गर्छ कि। चाहिँ अब देहरादुनमा मेरो पहिलोचोटि हो होइन, सबैले भन्छ कि यति महँगो यस्तो भन्छ, तर त्यो नर्मल हामीसँग कम्पेयर गर्ने नर्मल त्यो जुन कि अब किसानले खेतीबारीमा अब त्यो भनौँ न विभिन्न खेतीबारीमा चढाएर अथवा किसानले उत्पादन गर्छ नि, त्यो र योमा त फरकै छ नि। फरक छ। त्यो भनेको जस्तो सुकै जो कहिले नि खान हुँदैन भनेको, यो भनेको अब डायबिटिज वालालाई मजासँगले खानु हुन्छ, किनभने यसमा यसको टेस्टै फरक हुन्छ। त्यो धेरै गुलियो हुन्छ, यसमा गुलियो त्यति हुँदैन, जुन कि ग्लुकोजको मात्रा कम हुन्छ, त्यही भएको हुनाले यो सुगरले नै खानुहुन्छ। यो खाँदाखेरि जस्तो सुकै समस्या जो कोही सुगर मात्र, मैले सुगरलाई भने सुगर मात्रै नआए जस्तो सुकै समस्या भएको जो कहिले नि खाँदा अब हजुरहरू रेगुलर खानुहुन्छ या औषधिको रूपमा प्रयोग गर्नुहुन्छ, चिया चम्चाको आधा चम्चादेखि। यदि डायबिटिजवालाहरूले लिनुहुन्छ भने आधा चिया चम्चा बिहान खाली पेटमा एक टाइम खाएपछि अब कतिले थाहा छैन भिरमौरीको मह राति सुत्ने बेलामा खाने हो अनि सुत्ने हो, त्यस्तो होइन।
किनकि हामीसँग त वर्षौँको अनुभव छ होइन। हो हामी बिल्कुल अब यसमा विभिन्न यहाँ लेखेका कुराहरू कतिपयले वाइएफ भन्छ त्यस्तो होइन। हामी विभिन्न विज्ञहरूसँग उनीहरूले भेरिफाई एनालाइसिस गरेर नै हामी अघि बढेको हो होइन। खुद मेरो हस्बेन्ड आफै नै हन्टिङ गर्नुहुन्छ होइन। अच्छा हामी यसमा अब हुन्छ नि यसमा अब मिसअट कति पर्सेन्ट मिसअट भन्छ है त्यस्तो हुन्छ नि, मजा लाग्दैन न मजा न एकदम कस्तो कि अब अलिकति अनइजी कस्तो अप्ठ्यारो त्यस्तो लाग्छ होइन। मजा लाग्दैन कि अब दुःख लाग्छ त्यो भन्दा किन आफै खटिनुहुन्छ। हामी यस्तो मेलाहरूमा आफै नै धाउँछौँ होइन। हामी दोस्रो तेस्रो व्यक्तिलाई राख्दैनौँ। मान्छेले भन्छ स्टाफहरू राख्नु टाढा टाढा त्यस्तो भन्छ है। किनकि अब यसमा जति कुरा त हामीलाई उनीहरू थाहा हुँदैन नि त। अब यसमा त अब कस्टमरहरूले त अब भन्छ नि त यो यस्तो उस्तो भन्दा त उनीहरूसँग डिलिङ गर्न सक्नु पर्यो, भन्न सक्नु पर्यो यस्तो हो त्यस्तो भनेर होइन। त्यो भएको हुनाले गाह्रो छ, दुःख छ, निकाल्नै त्यति गाह्रो छ, त्यति महँगो भन्छ होइन। कसरी त छ हजुरको यो पर यो के यो 250 हो या कति एमएल हो? ग्राम हो, ग्राम 250 ग्राम हो। हजुर। कसरी छ त हजुरको 1275 1275 यो आधा केजी 2175 1 केजी 3875 कति 75 3875 3800 3875 यसमा कोही प्रिजर्भेटिभ छैन एकदम। यसमा अब भन्छ नि कसैले अब प्रिजर्भेसनको लागि के छ भन्छ त्यो होइन, मात्र नेचुरल हनी हो नि। अब यसमा अब कसैले यो छ यो फेरि हामीसँग यो वहीँ माथिको यो उता हिमाल पहाडको यो जडीबुटीको भेनिगर हो होइन। यसले हाम्रो शरीरलाई अब बडी डिटक्सको काम गर्छ होइन। हेर्दा यसलाई पुदिना जस्तो पुदिना भन्छ सबैले मेन भन्छ होइन देख्दा हो तर होइन यो पुदिना होइन होइन। नाम के हो त गोर्खालीमा के भन्छ नेपालीमा? यसलाई चाहिँ अब यो ठाउँ अनुसारले छ। यो जुन पाउने ठाउँमा यसलाई चुल्ठे भन्छ होइन। चुल्ठे हजुर चुल्ठे हजुर। अनि हाम्रोतिर चाहिँ यसलाई ठोट्ने नि भन्छ होइन। के भन्छ? ठोट्ने 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 हजुर। तर यसको इङ्ग्लिसमा चाहिँ यसलाई रबर भेनिगर भन्छ होइन। यो नि अमिलै हो होइन तर अमिलो रुबाब भेनिगर ओके भेनिगर। यो कसरी हो? यो कति एमएल को? 11 सही। और यसलाई कसरी युज गर्ने चाहिँ? यसलाई चाहिँ अब यसले हाम्रो बडीलाई डिटक्सको काम गर्छ नि। जस्तो 1 गिलास मनतातो पानीमा 1 लिटरको राखेर बिहान खाली पेटमा खाँदाखेरि रेगुलर खानु पर्दैन। अब हप्ता 10 दिन 15 20 दिन महिना दिन बिराएर त्यसको पछि त्यतिको बाद त्यसरी खाने होइन। कसरी खाने रे यसलाई? 1 गिलास मनतातो पानीमा 1 बिर्को यो राखेर बिहान खाली पेटमा खाने रेगुलर खानु परेन। हप्ता 10 दिन या 15 20 दिन या 1 महिनामा त्यसरी खाने। खाँदा बडीलाई यसले यो डिटक्सको काम मैले गर्छ बुझेँ। होइन। अनि अर्को कुरा फेरि अब अचारहरू पनि प्रयोग गर्न सक्छ। जस्तो अब कागतीको प्रयोग कागती अनि अरू अरू अमिलो राखेर अचार बनाउँछ नि त्यसको सट्टा यो धेरै नै होइन थोरै राख्दा यति मिठो यति स्वाद। अनि त्यति मात्र होइन कि अब बजारमा अब अचार बनाउँदा हामी अब कागतीको प्रयोग गर्छौँ अरू के अमिलो राख्छौँ। खाँदा त मुखमा त स्वाद त हुन्छ तर हाम्रो शरीरमा त्यसले असर गर्छ नि। यसले चाहिँ के गर्छ यसको फाइदा चाहिँ धेरै छ कि बेनिफिट यसको धेरै छ। यसले कन्स्टिपेसनलाई पनि दूर गर्ने काम गर्छ। यो यस्तो के गर्छ रे यसले? कन्स्टिपेसन। अच्छा कन्स्टिपेसन न अच्छा पनि राम्रो हुन्छ। त्यस्तै अब यही हो हामीसँग भएको चाहिँ अब यो चाहिँ के हो? भेडाको घिउ। ए बाबा भेडाको घिउ यो त फर्स्ट टाइम सुने है मैले। भेडाको घिउ अरे गाइस हेरो 50 ग्राम 500 रुपियाँको। अब यसको के चाहिँ के बेनिफिट हो? यसको बेनिफिट चाहिँ खाँदाखेरि चाहिँ अब यो यसलाई खाँदाखेरि दिक्मिक हुने छैन मान्छेलाई? हामी त गाई भैँसीको खानेवाला त यस्तो खाने त सोच्दाखेरि मलाई आङ चिरिङ चिरिङ भइरहेछ। गन्ध आउँछ होइन। यसको एकदम स्मेल जुन छ नि एकदम स्ट्रङ के अलिक अरू खाइराख्नु तर खान सक्दैन। खान सक्यो भने यसमा एकदम भरपुर मात्रामा क्याल्सियम पाइन्छ। हड्डीलाई मजबुती गर्ने काम हुन्छ तर अब धेरै नै बन्दैन खान पनि सक्दैन होइन त्यसको गन्ध नि। तर हामीले अब प्रयोग गर्दाखेरि चाहिँ अब हामीले यो अब हुन्छ नि जोइन्ट पेनहरू जस्तो जोइन्ट पेनहरू दुख्ने हुन्छ जोड्नेहरूमा आर्थराइट्सहरूको हड्डीहरू सम्बन्धित दुख्ने हुन्छ। सर्केको मर्केको कसैको अब पछि दुखाइ भइरहन्छ नि त्यस्तो ठाउँमा यसले मसाज। अच्छा मसाजको लागि हो मतलब कन्ज्युम नगर्ने मसाजको लागि मात्रै? मसाजको खाँदाखेरि चाहिँ यसले त्यस्तो गर्यो भने मसाजको लागि यसले एकदम मजबुतीको काम गर्छ। अर्को कुरा अब घाउ आगोले पोलेर टाटाहरू बस्छ अनि अथवा त्यो चाया पोतोको दागहरू धब्बाहरू हुन्छ नि त्यो बेलामा नि
राति अच्छा। सुत्ने बेलामा स्याट्टै लगायो भने एकदम मैले 1 हप्ता मात्र लगाएको एकदम मैले आफैलाई नै फिल भयो कि यति राम्रो हुँदो रहेछ तर लगाउन पाइनँ कि फेरि यता अच्छा, आयो अच्छा, सामान अँ। हुँदै छोडी गयो कि मान्छेले भन्छ आफैले नै प्रयोग गर न यति राम्रो कुरा भन्ने नि मैले कस्तो हुन्छ त भन्दा प्रयोग गर्दाखेरि मलाई धेरै राम्रो लाग्यो कि अहिले अब म त्यो फेसलाई मोइस्चराइजिङ गराइराख्ने होइन हाँ, हाँ, हो त। दाग धब्बाहरू हो, हो, हल्दी त्यस्तो रहेछ तर गन्ध चाहिँ आउँछ तर चाहिँ अब के भने राम्रो नै हुनुपर्ने छ त्यति त अब खप्नै पऱ्यो होइन हो हो यो आरू चाहिँ हाम्रो सबै साइड हो होइन विशेष त हाम्रो मेन हजुरको हनी हनीको यो हनी